अहिले प्रधानमन्त्रीको मलाई के चिन्ता छ भन्दा त्यो स्त्रीलिङ्ग किडनीको डेट सकिन होला जस्तो लाग्छ मलाई। छिटो मान्छे अहिले कोही रेडी छन् कि नै मलाई एकदम चिन्ता लागिरहेको। होइन देशको बारेमा त यस्तै हो, देशको बारेमा म चाहिँ अहिले मेन तरुणतिर फोकसमा छु। यस्तै देशमा पनि एउटा रेड लाइट खोल्नुपर्छ भन्ने चाहिँ मेरो उद्देश्य हो। ओके, त्यही हो, अरू त के हुनु यस्तै हो। त्यो उद्देश्य नभएर यहाँ अलिकति बिग्रिरहेछ देश, सुधार्नु पर्ने छ रेड लाइट खोलेर। ओके, होल युवाको तर्फबाट के छ त? ल आफ्नो शब्दहरू देशको बारेमा के भन्न पर्यो जो अहिले चलिरहेछ, आउने दिनहरू के छ एउटा अब्जर्भ गर्न सक्यो नि त, के हुने होला छ, के भइदियो हुन्थ्यो एउटा युवाको नाताले। एउटा विदेशमा परदेशमा भए पनि जाने त हामी देशमै हो होइन, एकले त मातृभूमिमा जानै पर्यो। त्यसको लागि के छ? एउटा युवाको नाताले देशमा चाहिँ राम्रो खालको रोजगारीको व्यवस्था गर्नु पर्यो होइन, शिक्षाको सुरक्षाको व्यवस्था गर्नु पर्यो। युवाको नाताले नम्बर 1 2 3 प्राथमिकता के हुन्छ एउटा प्रधानमन्त्रीको नाममा है? देशको प्रधानमन्त्री भइहालेछु अगर कतैबाट झुकेर भन्यो भने, नभए पनि भइहालेछु भने चाहिँ पहिलो चाहिँ मेरो कुरो चाहिँ के हुन्छ भने म विदेश बसेको नाताले सबै विदेशी जति पनि युवालाई छ, युवालाई कसरी रोजगार दिलाउने, कसरी देश राम्रै छ। मैले त फर्स्टचोटि त अब भ्रष्टाचारलाई कराप झराप पारेर तिनीहरूको चाहिँ चलअचल सम्पत्ति चाहिँ नि राज्य कोषको ढुकुटीमा राखेर चाहिँ नि प्रयास गर्छु कुरा सही होइन। त्यसपछि चाहिँ नि युवाहरूलाई सशक्त चाहिँ जागरुक गराउँछु कि आफ्नो देशमा बसौ, देश बनाऊ, आफ्नो चाहिँ प्रधानमन्त्री हुनुभयो। तीनटा शब्द के गर्नुहुन्छ? पहिलो आज बसन्त ल्याइदिनु, म रोजगारीको व्यवस्था सुनिश्चित गरिदिन्छु। अनि त्यसपछि सबलाई घन्टाको $10 नेपालमै पायो भने म रोकिदिन्छु सब केटाहरूलाई। टुरिज्म सेक्टर हो त्यो ठाउँ पनि हो होइन। अनि खास गरी पोखरालाई चाहिँ भावी मान्नु, सपोज मान्नु देशको प्रधानमन्त्री छोड्नु, अगर पोखराको लागि एउटा नेताको रूपमा त्यहाँ मेयर अथवा कुनै पनि मन्त्री बन्नुभयो भने पोखराको प्राथमिकता के छ? जो अहिले जो करेन्ट जो अलरेडी विकास छ टुरिज्म सेक्टरमा एकदम अब्बल छ पोखरा आफैमा, पोखरालाई के गर्नुहुन्छ? पोखरामा अब त्यो एयरपोर्ट अलिक ठाउँमा भएन, अलिक राम्रो ठाउँ हेरेर फेरि अझै एउटा सार्नु पर्छ, अर्को एउटा एयरपोर्ट बनाउनुपर्छ। अनि त्यसलाई ऋण लगाएर डुबाउनु पर्छ। ऋणमा नबनाउने पैसाले बनाएपछि अझै भित्रिन्छन्। ल जे होस्, खुसी लाग्यो सबैले भनौँ त जय नेपाल, जय हो नेपाल आमा, धन्यवाद। खुसी लाग्यो सबैमा चाहिँ देशप्रतिको चिन्ता छ होइन। थ्याङ्क यू सो मच फर वाचिङ भिडियो।